बिग्रियो छोरो फर्केन भन्छौ कि छोरो बिग्रियो देश फर्केन भन्छौ। बा आमाहरू यसपालि भोट नबिगार्नु, देश पनि बन्छ छोरो पनि फर्किन्छ। सबैजनालाई नमस्कार, मेरो नयाँ ब्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ म यो कुन ठाउँ आएको छु यार, बुकित जेलुतम इको कम्युनिटी पार्कमा आइपुगेको छु। हेर्न सक्नुहुन्छ। बल्ल बल्ल खोज्दा यो खाल्टोमा रहेछ होइन। यहाँबाटै टक्कै यहाँ चाहिँ जान सकिन्छ। सानो पोखरी रहेछ, पोखरीमा हाँसहरू तैरिरहेको देख्न सकिन्छ होइन। हाँसहरू खेलिरहेका छन्। शान्त वातावरण छ। आनन्द टाइम स्पेन्ड गर्न चाहनुहुनेहरूको लागि यो ठाउँ एकदम ठिक छ। प्रकृतिसँग खेल्नलाई यो ठाउँ एकदम ठिक छ। अनि मैले आजको भ्लग चाहिँ सुरुवात एउटा सानो कविता, मन साह्रै राम्रो लागेको कविताबाट सुरु गरेँ। त्यो चाहिँ किन भन्दाखेरि अब नेपालमा अहिले चाहिँ त्यही अब भोटको माहौल छ नि त, चुनावको माहौल छ। त्यसपालि म त भन्छु भोट घन्टीमा जाओस्। मेरो विचार भोट घन्टीमा जाओस्। राम्रो व्यक्तिहरूलाई चुन्नुहोस्। राम्रो व्यक्तिले देश राम्रो नै बनाउँछ भन्ने आशा तैरेको अरे हाँसेर। पानी खाएको त्यसले। त्यो क्या स्पिडमा दौडेको यार हाँसहरू होइन। खुट्टाले चालिरहेछ। खुट्टा ल यसले त फेरि खुट्टा त उठाएकै छैन त, चालेकै छैन त। यसले के खाइरह भाग्यो। सरसफाइ गर्दैछन् होइन। ओइ कछुवा पल्टिन्छ अरे। कछुवा हिँड्नै सकेन, अड्क्यो। त्यो कसरी आउँछ त्यो त? त्यो आउनै सक्दैन। अब पल्टो त्यसको छाला नि साह्रै चाम्रो हुँदो रहेछ यार खुट्टाको। आम्मा पल्टो आया बिस्तारै झऱ्यो। कछुवाको स्पिडमा झऱ्यो। कछुवा टाउलुका क्यामेरै खाइदियो नि फेरि तन्ना। बाख्राहरू पनि छ। म्या बोका यहाँ कुखुरा रहेछ। कुखुरा भाले गएर मारेको यहाँभित्र छिर्न पाइने कि होइन यार। दिलाराङ मेम्बेरी त्यो भनेको दिलाराङ भनेको त पोइन्ट छैन भने जस्तो लाग्छ। यो त भित्र जानु पाइँदैन क्या यार। जति पाइन्छ त्यति घुमाउँ। पोथीलाई सबले लहटेको त यार। टिचर पोथी भाइ गएर भालेर पछि कसरी छुट्टिन्छ यो हाँसमा चाहिँ फेरि। आनन्द आउने के यिनीहरूलाई हेर्दा। यताबाट उताबाट यता आउने मात्रै रहेछ। यता आउने प्रयास गरिरहेछ। अब घोप्टी आइज
हैसे जोड लगा के हैसे उताबाट फेरि भालेले पोथी लहटिरहेछ भालेको कामै छैन हो पोथी लहट्छ इस यो यता भाले है त बल्ल तल्ल आयो उताबाट नजिकै जामे त नजिकै आइदिन्छ क्या क्यामेरा डर लाग्यो क्यामेरा खाइदियो भने त खाइदियो नि वहाँ टाढाबाट आइन चाहिँ आइयो होइन बल्ल तल्ल खोज्दै यो ठाउँ आनन्दसँग बस्न चाहिँ सुनसान आनन्द चाहिँ रमाइलो आनन्द चाहिँ मजाले लिन सकिँदैछ हाँसहरू हेऱ्यो बस्यो खानको लागि यता पछाडि रेस्टुरेन्टहरू पनि छ सानो कटेज टाइपको कस्तो दामी तरिकाले हिँडेको क्या तिनवटा लस्कर लाएर हिँड्यो उतापट्टि पारिपट्टि चाहिँ जान पाइएन होइन जानु नपाइदो रहेछ यहीँ काम गर्नेहरू जानु पाउने होला भेडा बाख्राको पुरै हुल छ हुल भेडा बाख्रालाई हुल भन्छ होइन हुल छ होइन घाँसहरू टन्नै छ तर चाहिँ के छ कुखुरा देखेँ उतापट्टि जानु पाएको भए चाहिँ धेरै कुराहरू धेरै जीवजन्तुहरू जनावरहरू थियो होला जान पाइएन अलिकति दुःख लाग्यो आज दारी फाले कस्तो देखेको छु म ह्यान्डसम देखेँ त म मलेसियाको गाउँ जस्तो जङ्गल छ उतापट्टि यतापट्टि डाँडा छ यहाँ डाँडामा के बन्न लागेको अब नयाँ त्यो चाहिँ थाहा भएन ल है त मेरो दारी फालेको चाहिँ कस्तो देखेछ कमेन्टमा भनिदिनु है ल हुन्छ आजको दिन मैले यहीँ बिताउने कोसिस गर्छु आनन्द मधुर साइलेन्ट मलेसियामा हल्ला बिनाको ठाउँ छ साइलेन्ट आनन्द बस्ने ठाउँ ल है त के देख्छु म देखाउँदै जान्छु हजुरहरूलाई कृपया च्यानल सब्सक्राइब गरिदिनुहोस् यसरी नै माया दिइराख्नुहोस् म नयाँ भिडियो नयाँ ठाउँ देखाउने नै छु हजुरहरूलाई एउटा होइन यहाँ तल हाँसले अन्डा छोपिरहेछ अन्डा पाएको छ होइन कति केयर गरेको छ अन्डालाई छोपेर कत्रो ठुल्ठुलो अन्डा हुँदो रहेछ यार सतर्क भएर मलाई हेर्दा सुनिरहेको छु कस्तो केयर गरेको यार अन्डालाई आमाको माया है यो ठाउँ चाहिँ यति छ होइन उतापट्टि जङ्गल छ उतापट्टि पशुपालनहरू के छ मयूर पनि रहेछ यार ए होइन अस्ट्रिच पनि रहेछ अब उतापट्टि जानै नपाउने भयो क्या अस्ट्रिच पनि रहेछ टन्नै के रहेछ यार त्यहाँ त यार किन जान दिएन यार खै जान दिएन अब यहीँबाट हेर्ने अस्ट्रिच रहेछ मयूर पनि देखाएको थिएँ मैले मयूर पनि यति छ यहाँबाट यति एरिया छ सानो ताल छ तालमा चाहिँ हाँसहरू खेल्छन् उतापट्टि सानो पार्क जस्तो पनि रहेछ बस्ने ठाउँ आनन्द रमाइलो गर्ने ठाउँ छ आनन्द लिने सुनसान हल्ला छैन आनन्द आउने यहीँ भाले कुखुरा दौडिरहेछ रातो भाले क्वाया सुकेरीलाई खुवाया
सुत्केरीको नाम परी टाउको मैले खाया। ल है त अब यति भन्दै म भ्लगलाई यहीँ अन्त्य गर्छु। अर्को भ्लगमा भेट्नुपर्छ हामी। सब्सक्राइब गरिदिनु होला, यसरी नै माया गरिदिनु होला। हस्, बाई बाई।